नमस्कार सम्पूर्ण साथीहरूलाई। आजको यस भिडियोमा हामी सिक्नेछौँ माइक्रोसफ्ट वर्ड प्रयोग गरेर कसरी प्रोफेसनल लेटरहेड बनाउने भनेर। यदि तपाईँ स्कुल, अफिस, अर्गनाइज वा आफ्नो बिजनेसका लागि लेटरहेड बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि पर्फेक्ट हुनेछ। सबैभन्दा पहिले माइक्रोसफ्ट वर्ड खोल्नुहोस्, जसको लागि किबोर्डमा विन्डोज की र आरलाई सँगै प्रेस गर्नु। रन बक्समा विनओर टाइप गर्नुहोस्, त्यसपछि ओकेमा गएर क्लिक गरिदिनुहोस्। माइक्रोसफ्ट वर्ड खुल्छ। ब्लाङ्क डकुमेन्टमा क्लिक गर्नुहोस्, त्यसपछि पेज लेआउट मिलाउनुहोस्। पेज लेआउटमा गएर साइजमा A4 राखिदिनुहोस्। मार्जिन अहिलेलाई न्यारो राखिदिनुहोस्। त्यसपछि न्यारो वा नर्मलै राख्दा पनि भयो। मार्जिन न्यारो राख्दाखेरि चाहिँ यसले डिजाइनको लागि थोरै स्पेस बढाउँछ, त्यो भएको कारणले मैले न्यारो राख्न खोजेको हो। अब तपाईँ लेटरहेडको मुख्य भाग हेडर बनाउनुहोस्। त्यसका लागि तपाईँले इन्सर्टमा जानुहोस्, त्यसपछि हेडरमा गएर क्लिक गर्नुहोस्। हेडर ब्लाङ्क चुज गर्नुहोस् र यहाँ आफूले टाइप गर्नुपर्ने कुरा टाइप गर्नुहोस्। जस्तै संस्थाको नाम वा अरू केही हुनसक्छ। जस्तै म यहाँ टाइप गर्छु टेक करियर हब नेपाल है। त्यसपछि अब तपाईँले यसको एड्रेस टाइप गर्नुपर्ने हुन्छ। जस्तै भोजपुर नेपाल। अब तपाईसित वेबसाइट छ भने वेबसाइट राख्न सक्नुहुन्छ, कन्ट्याक्ट नम्बर राख्न सक्नुहुन्छ है। म कन्ट्याक्ट नम्बर राख्छु, कन्ट्याक्ट नम कन्ट्याक्ट नम्बर भयो। यति गरिसकेपछि हामी तल के राखौँ, डेट पनि राखिदिउँ, डेट। यति गरिसकेपछि हामी के गरौँ, यो माथिको टेक्स्टलाई हामी अलाइन सेन्टर गरिदिउँ। त्यसको लागि हामी यहाँदेखि अलाइन सेन्टर गरेर बिचमा ल्याउन सक्छौँ। यो सबै टेक्स्टलाई अहिले बोल्ड गरौँ। त्यसपछि यो माथिको टेक्स्टलाई हामी साइज बढाइदिउँ। यसलाई अहिले म 24 बनाइदिन्छु र यो माथिको टेक्स्टको हामी के गरौँ, अहिलेलाई फन्ट पनि चेन्ज गऱ्यौँ। ल यो फन्टमा राखिदिउँ, यो फन्ट ठिक छ। यो साइजलाई पनि हामी के गरौँ, थोरै इन्क्रिज गरिदिउँ र यो भोजपुर नेपाल जुन एड्रेस छ यसलाई हामी थोरै ठुलो बनाइदिन्छौँ। यति जति बनाइदिउँ र यो डेटलाई हामी के गर्छौँ, अलाइन राइट गरिदिउँ। ल यो डेटलाई यतापट्टि राखिदिउँ है। जस्तै 208/ अब मन्थ लेख्ने, त्यसपछि हामी अर्को लेखिदिन्छौँ। अब त्यसपछि हामी यो लेफ्ट साइडमा के गर्छौँ, लोगो राख्छौँ। अब लोगो राख्नको लागि सजिलो छ। जस्तै यहाँ क्लिक गरौँ, हामी इन्सर्टमा जाउँ, पिक्चरमा जाउँ, त्यसपछि हामी लोगो भएको ठाउँमा जाउँ, त्यसपछि लोगोलाई सिलेक्ट गरौँ। त्यसपछि लोगो यसरी आउँछ है। लोगोलाई यसरी सानो बनाऊ, यसलाई हामी एडजस्ट गरौँ। अब यसको लागि हामी पोजिसनमा गएर थ्रो गरिदिउँ अहिलेलाई। ल थ्रो गरेपछि हामीलाई मिलाउन सजिलो हुन्छ। ल अहिले लोगो यसरी राखिदिउँ, यतिमा यतातिर है। नत्र भने हामी यसलाई के गर्न सक्छौँ, इन फ्रन्ट द टेक्स्ट गरौँ भने अझ सजिलो होला है। यतातिर लिएर लोगोलाई राखिदिउँ। अब यहाँ पछाडि जाउँ, यो डेटभन्दा पछाडि जाउँ। त्यसपछि हामी कहाँ जाउँ, यो बोर्डर भन्ने अप्सनमा जाउँ। यहाँनिर गएर हामी हराइजेन्टल लाइनमा क्लिक गरौँ। अब यसमा डबल क्लिक गरौँ। त्यसपछि हामी यसको साइजलाई थोरै 2pt बनाइदिउँ। कलर हामी यहाँदेखि चेन्ज गरौँ। यसको अनुसार हामीले यहाँनिर यो कलर चुज गरौँ र हाम्रो के त अलाइनमेन्ट चाहिँ सेन्टरमै हुनु पऱ्यो। ओके गर्छौँ भने त यो लाइन पनि बसिसक्यो है। यो पनि ठिक छ। अब हामी यसलाई के गर्छौँ, तल क्लिक गर्छौँ हो। यो हाम्रो के भयो त, लेटर हेडको टप डिजाइन भइसक्यो। यो भोजपुर नेपालमा यसरी रेड आयो, यसलाई हामीले अहिले चाहिँ इग्नोर हानिदिउँ, यसरी गरौँ। त्यसपछि अब हाम्रो फुटर भनेको तल है, पेजको तल के राख्ने त। जस्तै यहाँनिर हामीले स्लोगनहरू राख्न सक्छौँ होइन, नत्र भने हामीले इमेल राख्न सक्छौँ। जस्तै हामी के गरौँ, यहाँ जिमेल राख्छौँ, जिमेल टेक करियर
hub@gmail.com हो। यसलाई अब हामी के गर्छौँ, यसलाई सेन्टरमा राख्न सकिहालिन्छ। यसलाई अहिले हामी के गरौँ, अलाइन सेन्टर गरिदिउँ। यहाँ गएर हामी के गरौँ, ल टपमा मार्जिन राखिदिउँ यसरी। हेर्नु त ल, यसरी हामीले फुटर पनि बनायौँ। अब हामीले यसलाई जुम माइनस गरेर हेऱ्यो भने यो खालको भइसक्यो। अब चाहिँ हामीले यो पेजमा हामीले वाटरमार्क पनि राख्न सक्छौँ। अहिले यसलाई सेभ नगरौँ। यसलाई हामी वाटरमार्क राख्नु पऱ्यो भने कसरी राख्न सकिन्छ भने तपाईँ के गर्नुहुन्छ, डिजाइनमा जानुहुन्छ, पेज वाटरमार्क भन्ने हुन्छ, यहाँ वाटरमार्क भन्ने छ, कस्टममा जानुहुन्छ। अब तपाईँले आफ्नै यो छ नि जुन लोगोको वाटरमार्क पनि राख्न सक्नुहुन्छ, नत्र भने टेक्स्टको पनि राख्न सक्नुहुन्छ। इमेज राख्ने भने यहाँ जानु र टेक्स्ट राख्ने भने यहाँ जानु। तर म अहिले चाहिँ इमेजको वाटरमार्क राखिदिन्छु। यहाँ गएर इमेज सिलेक्ट गर्छु, म कस्टममा जान्छु र यहाँ मसित भएको मेरो लोगोको यसरी वाटरमार्क राख्छु। अटो छ यहाँ स्केल चाहिँ, अहिले मैले अटो नै बनाइदिन्छु र ओके गर्छु। हेर्नु त ल, यो हाम्रो चाहिँ यसरी मजाले के बनिसकेको छ भन्दाखेरि लेटर प्याड बनिसकेको छ है। अब हामी यहाँनिर 2 लेख्छौँ। अब कसो अनि डट दिन सक्छौँ होइन, या कसैको नाम हुनसक्छ। अब यसलाई हामी अरू अन्य कलर पनि डिजाइनहरू गर्न सक्छौँ। अनि यहाँ अब आफूले के लेटर लेख्ने त्यो हामी टेक्स्ट लेख्छौँ, त्यसपछि फरवर्ड गर्छौँ। यसलाई हामी कस्टम टेम्प्लेट बनाउनको लागि फाइलमा गएर सेभ गरेर राख्नु होला है। आज हामीले यस भिडियोमा प्रोफेसनल लेटर हेड बनाउन सिक्यौँ। हेडर फुटरको बारेमा मजाले बुझ्यौँ र लोगो कन्ट्याक्ट मिलाउन फुटरको बारे मजाले पढ्यौँ। अब तपाईँ आफै प्रोफेसनल लेटर हेड बनाउन सक्नुहुन्छ। त्यसका लागि यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र कमेन्टमा नेक्स्ट डिजाइन ट्युटोरियल लेखेर छोड्नुहोस्। धन्यवाद।